Oh, entry our home. Oh my God. Oh my God. Let's go. सबै घर घर पुर्या होला गाडी ढिलो आयो नि कहाँ 1 बजे आउने भनेको आफैले 2 गाडी कथा चाहिँ बिग्रेको ओहो कहिले अहिले अलिक बाँच्छ कि जस्तो छ भने यो हो हाम्रो नेपाल बुढाहरू आफ्नो देशमा आएर मोमो खान पाएको छ आफ्नो देशमा त्यो पनि यस्तो ठाउँमा कि यस्तो आनन्दको ठाउँमा यो हरियालीमा गाइस enjoy Nepal cottage हामी छौं यहाँ श्याम बाबा कति खुसी हुन्छ मलाई पाल्छ अब मेरो बुढोले यसरी चाहिँ श्याम बाबाले यसरी मम्मीलाई कसरी सहयोग गरिरहेको छ कति ज्ञानी बच्चा छ त्यो सुख पाउँछ मलाई यस्तो हाम्रो नरिवलको बोट छ मेवा फल्छ हाम्रो घर पछाडि यस्तो गार्डन छ दिल गार्डन हो गया हाम्रो छिमेकीको घर गऱ्यो जेठाले गर्यो यो घर चाहिँ जेठाले हो ज्ञानी बच्चा छ गऱ्यो हाम्रो यहाँ ल यसरी मम्मीलाई यहाँ बसिन्जेल कपिल सर हरेक कुरामा सघाउने किचनमा यहाँ खानामा भाँडा मान्न यो उ गर्न भाँडा त माझे बिहान सबै हाम्रो जेठाले होइन कपडा सुकाउन कहिले हिजो त माझेको थियो त हिजो बेलुका माझेको थियो आफूले जेठाले माझेको थियो मैले देखेको होइन बिहान माझे हो त्यसो भए बिहान माझेको थियो जेठाले आफूले थाहा भाँडा चटक्क माझेर लिएर गएको थियो आफ्नो माझे हो क्या जेठाले अब भाँडा माझ्यो जेठाले कपडा धुन सिक्यो गर्छ जेठाले अब पाल्छ मम्मीलाई जो सुख दिन्छ सिक्न पर्यो नि होइन त्यसै खेलेर हुन्छ ओ भैया के छ भैया रिल्याक्स ड्याड आउनु हो ड्याड हाम्रो ड्याड Hi guys. हमारे पालिका से एक्सरसाइज और को क्या Minecraft यो मजा आउँछ रहेछ अब नि यस्तो फिल हुन्छ
यो अर्को Lord Solomon. यो 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 घुम्ने आउने अब त्यो समार गर्नु हो त कपिल सरले फिजिक्स देखाउँछ अरे यसलाई कन्जर्भेसन अफ एङ्गुलर मोमेन्टम भन्छ यसमा बिस्तारै हिँड्छ जब म हात क्लोज गर्छु त्यो बेलामा छिटो स्पिन हुन्छ र जब म हात खोल्छु त्यो बेलामा एकदम बिस्तारै हुन्छ यो चाहिँ एउटा फिजिक्सको फेनोमेनन हो जस्तै मैले गरेँ अब बिस्तारै हात खोल्यो हल्का रोटेसन गरौँ यसै फास्ट भयो नि स्लो यसको लागि स्पिड चाहिन्छ रोकिनु गाउँमा भनिदिनु सबलाई छोरो यो चाहिँ साइन्टिस्ट भयो भनेर पहिला भेलोसिटी चाहिन्छ एकैछिन है जस्तै मैले गरेँ के भयो ढिलो यहाँ गाह्रो छ लास्ट एकचोटि किन हो स्पिडले ब्यालेन्स गर्न गाह्रो जस्तै रोटेसन गरेँ म होइन ओके त्यसमा गर्छु मेरो मेमोरी छैन यहाँ ओके यो स्टेबल रहेछ नेभर माइन्ड ओके बाबा ल साइन्टिस्टै लड्यो स्टेबल जस्ट फेनोमेनन चाहिँ के हो भने त हात ओपन गर्दाखेरि चाहिँ स्लो रोटेसन हुन्छ र हात क्लोज गरेपछि चाहिँ सेन्टर अफ मास एकै ठाउँमा भएको भएर एङ्गुलर मोमेन्टम इन्क्रिज भएर एकदम छिटो रोटेसन हुने हो यो ब्यालेन्स नै हुन गाह्रो